बुल्गेरियाको वर्क डी भिजाको भिएफएस अपोइन्टमेन्ट आयो। अपोइन्टमेन्ट आइसकेपछि अब के गर्ने? धेरै एप्लिकेन्टलाई अपोइन्टमेन्ट आएपछि अब भिएफएस सबमिसनका लागि कुन कुन डकुमेन्टहरू तयार पार्ने भनेर कन्फ्युजन भइराखेको हुन्छ। अपोइन्टमेन्ट आइसकेपछि सबैभन्दा पहिले चाहिँ तपाईँले बुल्गेरिया एम्बेसीले उपलब्ध गराएको जुन चेकलिस्ट हुन्छ त्यो चेकलिस्ट चाहिँ तपाईँले पुनः एकपटक हेर्न पर्ने हुन्छ र चेकलिस्ट अनुसारको डकुमेन्टहरू जस्तै तपाईँको पासपोर्ट, भिजा एप्लिकेसन फर्म, फोटो, वर्क पर्मिट, कन्ट्याक्ट लेटर, अकुमेन्डेसन लेटर लगायत अन्य सपोर्टिङ डकुमेन्टहरू जुन चाहिँ चेकलिस्टमा राखेको छ त्यो चेकलिस्ट अनुसारको सबै डकुमेन्टहरू तपाईँले रेडी बनाउनु पर्ने हुन्छ। त्यसपछि सबैभन्दा इम्पोर्टेन्ट कुरा, अपोइन्टमेन्ट आइसकेपछि भिजा लाग्यो भन्ने धेरैजनाले सोच्नुहुन्छ, तर यसरी चाहिँ अपोइन्टमेन्ट आउँदैमा भिजा लाग्ने भन्ने कुरा हुँदैन। तपाईँले भिएफएसमा सबमिसन गरेको डकुमेन्ट एम्बेसीले हेर्छ। एम्बेसीले हेरिसकेपछि आवश्यकता अनुसार तपाईँले चाहिँ इन्टरभ्यू दिन पर्ने अथवा नदिन पर्ने कुरा पनि भिएफएसले डिसिजन गर्छ। यदि इन्टरभ्यू दिन पर्ने भए भिएफएसले इमेल मार्फत तपाईँलाई चाहिँ तेरो यो दिनमा चाहिँ इन्टरभ्यू छ भनेर भन्छ र त्यो दिनमा तपाईँले चाहिँ इन्टरभ्यू अटेन्ड गर्नुपर्छ। त्यसैले अपोइन्टमेन्ट डेट भन्दा अगाडि पुरै फाइल प्रपर एकदमै राम्रोसँग चेकलिस्ट अनुसार चेक गरेर भिएफएस सबमिसन गर्नुहोला। यस्तै डकुमेन्टेसन अथवा अपोइन्टमेन्ट सपोर्ट तपाईँलाई चाहिएको छ भने सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई आजै सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।